नमस्कार सम्पूर्णमा म तेजबहादुर राई सुनसरी जिल्ला रेड फोर्स संयोजक र हिजो सामाजिक सञ्जालको विभिन्न प्लेटफर्ममा मलाई बधाई शुभकामना दिनुहुने सम्पूर्ण महानुभावहरुमा फेरि पनि नमस्कार नमन र क्षमा पनि माग्न चाहन्छु सबैलाई रेस्पोन्स गर्न सकिन समय अभावको कारणले र आज देश विषम परिस्थितिमा विषम घडीमा लडिरहेको छ र अब हामी सम्पूर्ण नेपाली जनताले नेपाली युवाले अब हामी आफ्नो ठाउँबाट देशलाई जति योगदान गर्न सकिन्छ त्यति योगदान गर्ने समय आएको छ साथीहरु र यो अवस्थामा नेपाल पुग्नुको प्रमुख कारण भनेको यो देशका शीर्ष दलका नेताहरू हुन्। यसमा हामी दुई मत हुनु हुँदैन र रहनु हुँदैन किनकि आज पाँच वर्षमा 3 जना प्रधानमन्त्री बनिन्छ नेपालमा। यसले गर्दा यो अहिलेको अवस्था सिर्जना भएको हो साथीहरु। तपाई हामी यसमा ढुक्क हुनुपर्छ। देश बनाउनुलाई 3टा प्रधानमन्त्री हैन 50 वटा प्रधानमन्त्री हैन एकजना व्यक्ति भए पुग्छ यदि राम्रो नियत हुने हो भने। जस्तै इतिहास हेर्नुस्, सिंगापुर ली कुआन यू आफैले बनाएको हुन्। उहाँ आफैले बनाएको तपाईले इतिहास हेर्नुस् साथीहरु। र अब हामीले यो व्यवस्थाको हैन यो अवस्थाको र व्यक्तिको विरोध गर्न सिक्नुपर्छ साथीहरुले। हाम्रो नेता भनेपछि हामी जिउ हजुरी गर्ने बानी हामीले आजै छोड्नुपर्छ साथीहरु। होइन भने हामी फेरि पनि 50 वर्ष हैन लाखौं वर्ष पछाडी धकेलिनु पर्छ। हामी फेरि पनि 50 वर्ष हैन हजारौं वर्ष लाखौं वर्ष फेरि पनि ब्याक परिन्छ र फेरि पनि हामी यही अवस्थामा सधैँ गुज्रिनु पर्छ। र अहिले नै हामी सचेत भएर यो व्यवस्थाको हैन अवस्था र व्यक्तिको विरोध गर्न सिक्नुपर्छ। यो मेरो नेताको यो फाल्ना व्यक्तिको म विरोध गर्दिन भन्ने हैन। अब नराम्रो जसले समाजलाई अब अधोगतिमा दुर्गतिमा लान्छ, नेपालीहरुको भविष्य भूत भविष्य र वर्तमानमा खेलवाड गर्छ, त्यसलाई कसैले पनि माफी गर्नु हुँदैन साथीहरु। यसमा हामी सम्पूर्ण एक भएर लड्नुपर्छ। आज सामाजिक सञ्जालमा हाम्रो प्रधानमन्त्री यानी कि सुशीला कार्कीको एउटा अभिव्यक्ति पढ्नु पाए। अत्यन्तै दुःख लाग्यो मलाई। खुनको आहालबाट उठेको सरकारले, जेनजीको लास टेकेर उभेको सरकारले आज उहाँले 74 जना विभिन्न जेनजी लगायत विभिन्न व्यक्तिहरुको हत्या भइरहँदा आज उहाँको एक्सन किन भइरहेको छैन? किन कानुनको दायरामा आइरा छैन? उहाँ किन भारतको मतियार हुँदै हुनुहुन्छ? उहाँलाई एउटा कुरा हेक्का राख्नु अनुरोध गर्छु। भर्खरै बंगलादेशको घटना तपाईले नजिकबाट निहाल्नु भएको होला सायद। तपाईले पनि यदि जेनजीको मुद्दा माग एजेन्डालाई सम्बोधन गर्नु सक्नु हुँदैन भने अब तपाईको पनि दिनगन्ती सुरु भएको छ। सुशीला कार्कीज्यू याद गर्नुस्, कहिले पनि सत्ता भन्दा सडक बलियो हुन्छ। इतिहास हेर्नुस् साथीहरु। यदि जेनजीको मुद्दा एजेन्डालाई सम्बोधन गर्नु सकिँदैन भने तपाईको दिनगन्ती सुरु भएको छ। एक्सनमा आउनुस्। एक्सनमा हामीलाई कुनैको भाषण सुन्ने समय छैन, फुर्सद छैन। आज जेनजीको लास टेकेर बनेको सरकारले आज जेनजीलाई को जेनजी भन्ने खालको कुराहरू अभिव्यक्तिहरू पढ्नु यो यस्तो हुनुमा उहाँ आफै पनि भारतको एजेन्ट हो, भारतको मतियार हो। म अगाडिदेखि यो विषयवस्तुलाई नजिकबाट निहालिरहेको छु। यसो यदि यो हो र प्रमाणित भयो भने नेपाली युवाले
सिंहदरबारमा रहेको असमानताको पर्खालहरू फेरि पनि भाँच्नेछ, फेरि पनि ढाल्नेछ। यदि सरकारमा बसेर तपाईले जेनजीको, नेपाली जनताको माग, मुद्दालाई, एजेन्डालाई सम्बोधन गर्न सक्नुहुँदैन भने तपाईको दिनगन्ती सुरु हुन्छ। सुशीला कार्कीज्यू याद गर्नुहोस्, हेक्कार होस् तपाईलाई, र अलिकति यो मुद्दा र यो एजेन्डामा सिरियस हुनुहोस्, होइन भने तपाईको पनि दिनगन्ती, फेरि भन्दैछु तपाईको दिनगन्ती सुरु हुन्छ। र सुनसरी जिल्ला रेड फोर्स म संयोजक रहिरहँदा तपाईहरु सम्पूर्ण जेनजीहरूले अब यहाँ काम गर्नु चाहनुहुन्छ भने सम्पूर्ण साथीहरूले जोडिने क्रम जारी छ, र तपाईहरु जोडिन चाहनुहुन्छ भने तपाईहरुलाई मेरो टिममा वेलकम छ। र जेनजी रेड फोर्सको विभिन्न एजेन्डाहरू रहेको छ। यो एजेन्डाहरू अलिकति विस्तृत रूपमा रहेको छ, र तपाईहरुले यो जेनजी रेड फोर्सको एजेन्डा, विचार, मुद्दाहरूलाई चाहिँ तपाईहरुले सामाजिक सञ्जालबाटै पढ्नु होला। यहाँ भन्दाखेरि अझै लामो हुन्छ भिडियो, त्यसै पनि लामो भइसकेको छ। र सम्पूर्ण साथीहरूलाई फेरि पनि भन्न चाहन्छु, सुनसरी जिल्ला रेड फोर्स जेनजी संयोजक म रहेको छु, र तपाईहरु जोडिन चाहनुहुन्छ भने मलाई पर्सनल टेक्स्ट मेसेज गर्नु होला भन्दै यो भिडियो यही अन्त्य गर्छु। हस्त, धन्यवाद।